हेलो नमस्ते चिराई हस्पिटल हजुर सर नमस्ते भन्नुहोस् न हजुर हो चिराई हस्पिटल हो भन्नुहोस् न हजुर 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 20 जना जति भन्नुभयो सर ए हस् हस् ए हुन्छ हुन्छ हस् 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 थ्याङ्क यू हेलो नमस्ते सर म युवराज बोलेको भर्खरै मलाई लाजिमपाट चौकीबाट चाहिँ इन्सपेक्टर नवराज सरले चाहिँ कल गर्नुभएको थियो 20 जना जति चाहिँ त्यहाँ कजल्टीहरू आउँदैछ त्यहाँ एक्सिडेन्ट भएको छ भनेर त्यसको लागि चाहिँ म्यानेज गर्नुपर्ने भयो सर त्यही खबर गर्न हजुरलाई कल गरेको हस् थ्याङ्क यू सर हस् हेलो पुलिस स्टेसन हो पुलिस स्टेसन हो सुन्नुहोस् न अघि मलाई त्यो उताबाट फोन आएको थियो एउटा लाजिमपाटमा ठुलो दुर्घटना घट्यो भनेर अनि 20 जना पेसेन्ट ल्याउँदैछ भनेर त्यहाँ हामी यहाँ रेडी गरिसक्यौँ तपाईँहरूलाई चाहिँ अहिले कन्फर्म गर्न खोजेको अहिले पेसेन्ट ल्याउँदै हुनुहुन्छ हो ल त्यसै गरौँ न हुन्छ ओके ओके हस् हामी रेडी छौँ हामी रेडी छौँ त्यो 20 जनालाई हामी टेक टु गर्न हुन्छ हुन्छ थ्याङ्क यू I am Incident Commander CN Baidik Code Yellow. I am Incident Commander CN Baidik Code Yellow. I am Incident Commander CN Baidik Code Yellow. Code yellow report to basement hall. Code yellow report to basement hall. Code yellow report to basement hall. अहिले सूचना प्राप्त भएको छ पुलिस स्टेसनबाट लाजिमपाटमा अहिले बस एक्सिडेन्ट भएको छ त्यहाँ 20 जना चाहिँ घाइते हुनुभएको छ त्यसलाई यो लगभग 10 मिनटमा आइपुग्छ त्यस हाम्रो टिम रेडी हुनु टिम अहिले हामीले यो भएअनुसार चाहिँ इमर्जेन्सी र सेटअप गरेर बस्नु ओबिडी जुन हामी माथिको जुन त्यो रेडी गरेर बस्नु आइसियुमा टोटल 5 बेड इमिडिएट तयार गरेर बस्नु ओटीबाट चाहिँ 8 टाइम ओटी हुनसक्छ एउटा ओटी स्ट्यान्ड गरेर बस्नु अर्को ल्याब जुन ल्याब भइरहेको छ ल्याबको जुन स्याम्पल छ त्यसलाई अर्को 20-30वटा एक्स्ट्रा हुनसक्छ त्यसरी तपाईँ स्टाफले रेडी गरेर बस्नु अर्को हाम्रो रेडियोलोजीमा सिटी र एक्सरेको एनी टाइम के हुनसक्छ तपाईँले स्ट्यान्ड गरेर बस्नु अनि अर्को फार्मेसीमा जुन हाम्रो इमर्जेन्सी डक्टर 10 जनाको लागि अर्को 15वटा तुरुन्तै प्रिपेयर हुने भइहाल्नु सेक्युरिटी लिफ्टमा तपाईँबाट लिफ्ट चाहिँ सातो लिएर कमान्ड लिएर बस्नु यहाँ चाहिँ अरू उनी घाँटीको लागि मात्र है अर्को तपाईँले 3 जना स्ट्यान्ड बाई राख्नु 1 जना माथि भर्ना पठाउनु अरू एउटा एक्सिडेन्ट भएको एरिया पठाउनु हाम्रो त्यो इमर्जेन्सीमा एउटा बाहिर हाल्नु अनि अर्को अहिले हाम्रो 2 टिम हामीले खडा गरेको छ एउटा एक्सटर्नल र इन्टरनल जुन हामीले मलाई कोर्डिनेट गर्नको लागि इन्टरनली हाम्रो डाक्टर कृष्ण छान्ने गर्नुहुन्छ यसमा तपाईँले जे भएको छ तुरुन्त मलाई फिडब्याक दिँदै गर्नु एक्सटर्नल डाक्टर आफ्नो एउटा साइन तपाईँले एम्बुलेन्स ब्लड बाहिर जुन गर्नु पर्ने तपाईँले तुरुन्त गरिहाल्नुहोस् कति छ भने सिटीबाट लाने है
तपाईँ एउटा लाने है ल को हुनुहुन्छ ओपिडी को उहाँलाई गर्नु है त बिस्तारै बिस्तारै पुऱ्याउनै लाग्यो तपाईँ दिने हो है उहाँलाई नि ओपिडी लग्नु है त Wheelchair. यो सपोर्ट मजाले उहाँले चाहिँ इआरको स्टाफको हुनुहुन्छ इआर लगिदिइहाल्नु है त यो हातले समात्ने बनेर अर्को हातले समात्ने यो अर्को हातले समातिराख्नु डाउन है मिक्स गरेर आउनुपर्छ एकदम यो उहाँले लगिदिइहाल्नु है त खुट्टा चाहिँ मिलाएर लानु है त हजुर एकजना माथि चढ्नु न होइन जानुहुन्छ माथि जानु पर्यो हामी सुरुमा भिडियो बनाउनु सबैजना बाहिर जानु ये लोग फिर करेंगे घाँटी बसाएर बेला राखै न बेला कस्तो अहिले ठिक छ टच खोइ है मलाई एरियामा गियर लानु पर्यो दुईजना एकजना नर्स दुईजना ल क्यारेक्टर छैन Pupil dilated. Sees no blood.
उहाँले यो नचलाउनु है त मिलाएर अरू कतै दुखेछ छातीतिर कतै दुखेछ हातमा कतै अञ्जली भयो त्यो ब्यान्डले दिएको नाम भन्नु ओटी टिम पोसिबल लिभर इन्जुरी छ उहाँलाई ओटी लिएर समय ओटी ठीक है ठीक है ढोकालाई दुईटै खोल्नु नि ढोका खोल्नु ढोका अघि खोल्नु उहाँको पोसिबल लेगमा फ्र्याक्चर छ है उहाँलाई चाहिँ उहाँको चाहिँ यहाँ सफ्ट टिस्यु इन्जुरी छ यसको इन्फेक्सन छ है उहाँलाई हामी वार्डमा सिफ्ट गर्दैछौँ बिस्तारै उता पुऱ्याइ पनि
इनफ उहाँलाई पनि फिक्स गर्दैछ है उहाँको एसोसिएसनमा हजुर उहाँलाई एसोसिएसनमा ए बस्नु म गर्छु अनि तपाईँको नाम के हो हजुर कति वर्ष तपाईँको बुवाको नाम फोन नम्बर 9866 Okay. Now, sir, Yes, sir, yes, Asma, yes, tell me. sir, we have to say that 20 patients had come for treatment. Among them, 3 had expired. So we have already contacted the police, and the police have verified the bodies, and they had asked us to move it to the nearby government hospital's mortuary. So we have contacted the mortuary in teaching hospital, and they have asked us to transfer. So we have asked the shop one to come and So take you have the patient. verified the police also? Yes, the Okay. police has So the verified. dead body has come from there, or they died here? They had to come. They were brought dead. Okay, so. They were brought okay, dead in the so hospital. sorry. Yes, sir. We could be sure that all of the part has been done, fulfilled Yes. by the police. Yes, And sir. the- All whatever the formality police has said. been done by the Okay, police. okay. Now we just have to ask the van to take the dead body to the mortuary. in Okay, teaching so hospital. we'll do that. Thank you so Okay, much, thanks. Asma. Okay. Just narrow man, what's going on? total patient was 20 Uh-huh. arrived from the our Yes, previous yes, incidents. Yes, yes. In we shifted in a rare area 6 patients, one go for OT sir, Okay. and 5 shifted in ICU. Uh-huh. ICU cases are taken care by critical care Thank you. unit sir. Uh-huh. And another yellow area sir, 7 are in shifted in medical ward. Okay, okay. And in green area 4, which was shifted in OPD sir. And the discharge also, I think. के भयो त्यहाँ अब एक्सिडेन्ट को? सर हाम्रो 20 पेसेन्ट चाहिँ आउनु भएको थियो त्यसमध्ये हामीले चाहिँ हजुर। रेड एरियामा त 6 जना पठायौँ हजुर, हजुर। त्यसबाट एउटा त क्रिटिकली इन्जियो सो ओटी जानुभयो र 5 हजुर। चाहिँ अलिक सिरियसै भएर आइसियु हामीले सिफ्ट गर्यौँ अँ। जुन क्रिटिकल केयर युनिटले चाहिँ हेरिराख्नु हजुर, छ हजुर। अनि एनदर 7 चाहिँ येलो एरियामा हामीले राखेका थियौँ हजुर। त्यहाँबाट एलो भन्नाले? येलो भनेको चाहिँ अलिकति कम इन्जर ओके, ओके, हजुर, सो हजुर। उहाँहरूलाई चाहिँ हामीले वार्डमा सिफ्ट गऱ्यौँ वार्डमै उपचार भइसकेको छ अँ। अनि नेक्स्ट 4 1 चाहिँ ग्रिन एरियामा हामीले राखेका थियौँ उहाँहरूलाई चाहिँ ओपिडीमा हजुर, राखेका थियौँ हजुर। अनि ओपिडीबाट चाहिँ अहिले ट्रिटमेन्ट भएर चाहिँ खर्च Sir, thank you so much. Well done, Dr. Krishna. Thank you so much. I am Instant Commander CN Bajaj, code yellow, over. I am Instant Commander CN Bajaj, code yellow, over. I am Instant Commander CN Bajaj, code yellow, over.